हेलो हेलो गाइज, आज म यहाँ हाम्रो दमक वडा नम्बर 3 बाट चाहिँ मिक्लाजुङको मधुमल्ला बजारसम्मको यात्रा तय गर्दैछु। हजुरहरूलाई यो मेरो नयाँ भिडियोमा स्वागत छ। अहिले नयाँ बनेको भिडियोमा एकदम स्वागत छ। यहाँ दमक 3 नम्बर गोलाटा चोकदेखि अथवा मेरो गोलाटा चोकदेखि थोरै पश्चिमपट्टि रहेको मेरो घरदेखि चाहिँ यो भिडियो अब तपाईहरुलाई मिक्लाजुङसम्मको भिडियोहरु देखाउने छु। मिक्लाजुङ मधुमल्ला बजारसम्मको भिडियो कस्तो आउने छ त हेर्नु होला। मेरो घर यही नै हो हजुर। यही घरबाट मैले भिडियो बनाउन सुरु गरिरहेछु। अब म सरासर हिँडेर चाहिँ अब एकछिन अलिकति परतिर चाहिँ सम्म हिँडेर जाने छु। थोरै परतिरसम्म चाहिँ म जाने सिटी यहाँ अलिकति परतिर छ, छिमेकी भाइको, र त्यो सिटीसम्म हिँडेर जानेछु। र त्यो सिटीबाट म भिडियो खिच्दै मिक्लाजुङको मधुमल्ला बजार, आज हाट बजार हो, त्यो बजारसम्म पुग्नेछु है त हजुर। अब यही सिटीमा चाहिँ म जाँदैछु है त, मधुमल्ला बजार हजुर।
हाम्रो भान्जी व्यापारी ठुलो व्यापार गर्नुहुन्छ उहाँले भिडियो गर्दैछु हाम्रो टिकटकको भाइरल है उहाँ टिकटकको भाइरल भान्जी हो उहाँको व्यापार हो उहाँले ह्याप्पी बर्थडेको चाहिँ टिकटकको भिडियो मैले हेरेर थिएँ धेरै राम्रो लाउनु भएको छ धेरै धेरै धन्यवाद उहाँ हाम्रो दिदी हुनुहुन्छ भान्जी यो सिमे साग चाहिँ कति हो 70 भन्दैछ नि हेर्नु है हाम्रो भान्जी हो नि हाम्रो भान्जीले मलाई 70 भन्दैछ नि यो भिडियोमा भाइरल हुन्छ नि फेरि 70 नभन्नु नि मलाई मिलाएर दिनु कति एक मुठो लाने म लु मामालाई लु त ल भान्जीले 50 मा दिन्छन् मलाई हेर्नु है गाईजी यहाँनिर चाहिँ दलाल गर्नुपर्ने हुन्छ बजारमा आएपछि दलाल गरेन भने हुँदैन जे कुराको पनि दलाल गर्नुपर्छ ल यो मुठा मलाई लगाइदिनु ल यहाँ हाम्रो भान्जीले हेर्नु है 50 रुपियाँमा एक मुठो मैले सिमे साग लगेर जाँदैछु ल टिमुर चाहिँ यहाँ फ्री लगाइदिनु भएको अरे यो सिमे साग मिसाएर खाने हो यो तातो पानीमा दबाई हुन्छ ल टमाटर कसरी दाजु 1.5 किलो 100 यहाँ 1.5 किलो 100 को टमाटर प्याज कसरी दाजु पल्लाको 225 अलि महँगो भएछ है क्या हो अलि महँगो भएछ प्याज अलिकति महँगो भएछ टमाटर चाहिँ आज राम्रो राम्रो रहेछ है त दिनु त मलाई टमाटर कसरी दिदी 1.5 किलो 90 1.5 किलो 90 टमाटर यहाँ 1.5 किलो 90 ल 1.5 किलो 90 भाइ यहाँको चाहिँ टमाटर कसरी हो 1.5 किलो 100 यहाँ 1.5 किलो 100 को छ मासतिर 1.5 किलो 90 मासतिर 1.5 किलो 120 यहाँ 1.5 किलो 100 ल कागती पोकाको कसरी हो 50 रुपियाँ पोका कागती टमाटर कसरी दिदी 100 को 1.5 किलो यहाँ पनि एउटै रेट रहेछ धन्यवाद सर नमस्कार यहाँ भिडियो खिच्दै गरेको आज सानो भिडियो बनाउनु पर्यो भनेर प्याज कसरी साउजी पल्लाको 240 प्याजको भाउ बढेछ अलिकति प्याजको भाउ बढेछ ठिक छ केही छैन समयले बढाएको हो नि त व्यापारीले बढाएको होइन होइन समयले बढाएको हो यहाँ पनि 220 हो प्याज पल्लाको अलिकति बढ्दै रहेछ प्याज कसरी पल्लाको 200 हेलो यहाँ हाम्रो भाइरल दाई हुनुहुन्छ यहाँ हाम्रो मिक्लाजुङको एकदम खतरा व्यापारी दाई हुनुहुन्छ के छ खबर तपाईँको आरामै हुनुहुन्छ किन्दै हुनुहुन्छ ल आजको भेन्डी सेन्डी राम्रै रहेछ होइन त करेलाहरू यहाँ सानो यसो बनाउँदै हिँडिरहेको साग दाजुको तोरीको साग यो अर्ग्यानिक साग हो अघि नै सोधेको दाजुको अर्ग्यानिक साग हो एकदम किराले खाएको छ हेर्नु जुन अर्ग्यानिक साग हुन्छ त्यो किराले खान्छ सम्धि के छ आरामै हुनुहुन्छ ल हजुर ल 100 को 1.5 किलो करेला के हो के चाहिँ 1.5 किलो 100 मा यो जम्मै मान्छे चाहिँ होइन ए ल ठिक छ मान्छे भाइ मान्छे पनि 1.5 किलो ल्यायो भने त खत्तम भइगयो नि फेरि साउजी के छ नमस्कार आरामै हो प्याज कसरी तपाईँकोमा पल्लाको यस्तो प्याज छ हजुर हेर्नु प्याज कसरी हो पल्लाको कसरी प्याज लजाउनुहुन्छ हेर्नु न साउजी लजाइराख्नु भएको छ 240 ल ठिक छ प्याज 240 पल्लाको यो नयाँ कि पुरानो प्याज हो पुरानो हो ल ठिक छ यहाँ पनि 240 होला हजुरको पनि हैन साउजी यहाँ त आरामै छ त अनि खोइ कोही कस्टमरै छैन नि त आउँछ
बिस्तारै आउँछ होइन। कुचो कसरी कुचो खरेटो कुचो कसरी हो 90 रुपियाँ खरेटो चाहिँ 100 ए खरेटो चाहिँ 100 कुचो 90 यताको चाहिँ होइन। साउजी के छ खबर आरामै हो साउजीको व्यापार चकाचक छ नि एकदम चकाचक पुरानो हाम्रो यहाँको मधुमल्ला बजारको चाहिँ पुरानो चटपटे साउजी उहाँ नै हो सबैभन्दा पहिला खोल्ने चटपटे साउजी अहिले चटपटे भावीलाई हो चटपटे भावीलाई उतापट्टि यहाँ आफू चाहिँ किराना लिएर बस्नु भएको छ। भाइ के छ खबर ठिकै छ नि होइन ल म आउँछु भरे आउँछु ल एकछिन पछाडि। अब यहाँ थोरै फलफुल बजारतिर जाउँ के छ त फलफुलको आज। यो आँप कसरी हो साउनी दिदी 150 रुपियाँ किलो एउटामा 1 किलोमा एउटा मात्रै जान्छ होला दुईटा तीनटा जान्छ। यो जुनार चाहिँ 250 नास्पाती कहाँ छ ए यो नास्पाती 250 अलि मिलाएर दिन आउँदैन अलि मिलाउनु न हो अनि यो तपाईँको चाहिँ पसल अब यहाँ एकदम भिडियो गर्दै आइरहेको छु हजुर यो 280 पर्छ र यसलाई यो त अनि अलि अस्ति नै टिपे जस्तो छ त पुरानो जस्तो छ त हो अनि यो सेतो नास्पाती हो चाइनिज नास्पाती यो चाइनामै फलेको हो सबै यो बाहिरबाटै आएको यो धेरै दिन भइसकेको रहेछ कति भयो त्यहाँ लिन त कति भयो त्यहाँ आधी किलो भयो हो त्यो लगाउनु त त्यो जम्मैको कतिको हुन्छ एउटा झोलामा लगाइदिनु त लु त्यो 150 ए तपाईँ पनि हो 150 भयो त्यहाँ 85 चाहिँ 50 र 85 उस्तै उस्तै सुनिँदो रहेछ। यो अङ्गुर चाहिँ कसरी हो यो पावा 80 आधी किलो 150 यो गुलियो कि त्यो गुलियो नेपालको मिठो हुन्छ कति अरे यो पावाको त्यो कति छ जोख्नु त आमामा आधी किलो भन्दा पनि धेरै छ आधी किलो लाँदा 150 ल आधी किलो राखिदिनु त त्यसलाई हेर्नु है गाइज अब यो अङ्गुरलाई पनि आधी किलो 150 भन्दै हुनुहुन्छ आधी किलो राखिरहेको छु मैले मेरो जम्मा कति भयो त दुईटै गरेर कति भयो 335 कति दिनु कन्सेसन कति हुन्छ कन्सेसन कति हुन्छ 5 रुपियाँ कन्सेसन हेर्नु है गाइज ल उहाँले यो काँक्रा कहाँको होला झापाकै हो हजुर कहाँको भन्नुभयो सुनिन धनकुटाको काँक्रा कसरी हो यो हजुर 100 मा जोखेर हो गोटा हिसाबले छैन यो धनकुटाको पहाडे काँक्रा हो। अब पहाडे काँक्रा देखेपछि एउटा अलिकति त लानै पर्छ होला खानालाई धनकुटाको यो एउटा लानु पर्यो म गाइस यो जोखिदिनु त कति छ हजुर आज हाट बजारको दिन 50 छ काँक्रा किनेर पनि अब लागियो किनिसक्यो काँक्रा
अब ल गाइस बजारहरू भनेको यस्तै हो। आजको मधुमल्ला बजार यस्तै हुन्छ। अलिक हल्लाको बजार पनि हो यो। एकदम व्यापारीहरूले कराएर बेच्ने ठाउँ यो हाट बजार। अरू हाट बजारमा सायदै यस्तो अलि हुँदैन, सुनसान हुन्छ भने आज यो मधुमल्ला मिक्लाजुङको बजारमा चाहिँ जहिले पनि कराएर हल्ला गरेर बेच्ने ठाउँ रहेको छ यो। हेर्नुहोस् गाइस, यसरी नै हल्ला गर्दै बेचिन्छ यहाँनिर। ल 100 मा 1.5 किलो टमाटर यता दिया टमाटर 1.5 किलो 100 1.5 किलो कागती ल 1.5 किलो 100 टमाटर गाइज आजको भिडियो चाहिँ अब यही नै अन्त गर्न लागिरहेको छु। यस्तै हो हाम्रो मिक्लाजुङ बजारको मिक्लाजुङको मधुमल्ला बजारमा यस्तै तरिकाले चाहिँ व्यापार बिजनेस हुन्छ। पहिला पनि हजुरहरूले भिडियो हेरिसक्नु भएको होला। यो भिडियोमा हजुरहरूले केही जानकारी दिनु छ भने कमेन्टमा गएर केही सल्लाह सुझाव दिनुहुन म हार्दिक अनुरोध गर्दै आजलाई बिदा माग्छु। हस्त नमस्कार।